अमेरिकामा कुन विषयमा ग्रेजुएट गरेकोहरूले अहिले काम पाइरहेछन् र कुन विषयमा ग्रेजुएट गरेकोहरूले काम पाइरहेछन्? त्यो भन्छु है त। केही विषयले चाहिँ तपाईँलाई सरप्राइजै बनाउनेवाला छ। सबभन्दा काम नपाएको भनेको एन्थ्रोपोलोजी पढेकोले हो। त्यो चाहिँ अब यति कमन पनि होइन, नेपालीहरू नर्मली पढि पनि रहेको हुँदैन होइन। त्यसपछि भनेको फिजिक्स। फिजिक्समा ग्रेजुएट भएकोहरूले पनि काम पाउन बेसरी गाह्रो छ। त्यसपछि भनेको कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर साइन्स, इन्फर्मेसन सिस्टम्स एन्ड म्यानेजमेन्ट यो सबै आइटी सेक्टरमा ग्रेजुएट भएको छ भने चाहिँ काम पाउन एकदमै गाह्रो छ। अब स्पेशली म आइटी सेक्टरकै भएको भएर चाहिँ एउटा के भन्नु सक्छु भन्दाखेरि धेरै कामहरू चाहिँ पहिला चाहिँ अब अलिअलि अटोमेसन भइरहेको थियो भने चाहिँ अब कम्प्लिटली मान्छे नै नचाहिने गरी एआई एजेन्टहरूले नै काम गर्ने भइसकेको छ होइन। आइटी स्पेसिफिक कम्पनीहरूमा त त्यो लागु पनि भइसकेको छ। अब त्यो बिस्तारै अलि सानो कम्पनीहरूमा पनि इम्प्लिमेन्ट हुन थालेछ। अनि कति जबहरू चाहिँ फेरि आउटसोर्सिङ पनि भइरहेको छ कि। सबै एआईले गर्दा पनि होइन। कति जबहरू चाहिँ इन्डियातिर, फिलिपिन्सतिर पनि गइरहेछ। सस्तो हुने भएको कारणले गर्दा। त्यसपछि यस्तै ग्रेजुएट गरेको काम पाउन गाह्रो भएको भनेको चाहिँ कमर्सियल आर्ट, ग्राफिक डिजाइन, फाइन आर्ट्सहरू भयो होइन। पब्लिक पोलिसीतिरको लहरू पढेकोहरूलाई भयो। कम्पेरिटिभली अरूमा मेजर गरेको भन्दा यिनीहरूमा मेजर गरेकोलाई चाहिँ अहिले काम पाउन एकदमै गाह्रो छ। केमा ग्रेजुएट भएकोहरूले काम पाइरहेछ त भन्दाखेरि त एउटा एरोस्पेस इन्जिनियरिङ, यो स्पेसल एजुकेसन, अर्ली चाइल्ड एजुकेसन हुन्छ नि, स्पेसल निड भएको बच्चाहरूलाई पढाउने, त्यो रिलेटेड भयो होइन। अनि त्यसपछि चाहिँ मेकानिकल, इलेक्ट्रिकल, केमिकल इन्जिनियरिङहरू यो खालको इन्जिनियरिङ ग्रेजुएट्सहरूलाई चाहिँ अलिकति बाटो धेरै खोल्छ कि किनभने उनीहरूको आफ्नै फिल्ड पनि भयो प्लस यो जानेको अनि कम्पिटेटिभको फिल्डहरूमा पनि इन्ट्रेस्ट भएकोहरूलाई चाहिँ अपर्च्युनिटीहरू अलिक खुल्छ होइन। त्यसपछि अर्को भनेको चाहिँ डेटा अनुसार चाहिँ फाइनेन्स। यो चाहिँ मैले अब यत्तिकै भनेको भन्दा पनि युएस गभर्मेन्टले दिएको डेटा हो होइन। सर्टेन फिल्ड्सहरूमा चाहिँ अब अझै एआईले गर्दा गाह्रो हुनेवाला नै छ। त्यही भएर तपाईँले कुनै पनि विषयमा ग्रेजुएट गर्दाखेरि चाहिँ अब के पढ्दा हुन्छ होइन, नेक्स्ट 3 to 5 इयर्समा अपर्च्युनिटीहरू के छ त्यो चाहिँ थोरै रिसर्च गर्नु जरुरी छ है त। र आई होप तपाईँलाई यो इन्फर्मेसन केही हेल्पफुल हुन्छ होला। तपाईँलाई यो बारे थाहा थियो कि थाहा थिएन कमेन्टमा लेख्नु है त। र मन पर्यो भने लाइक गरिदिनुहोस्, कमेन्टमा केही लेखिदिनुहोस्, रिसेयर गरिदिनुहोस् है त। अनि अन्त्यमा सपोर्टको लागि एकदम धन्यवाद है त। हस्।